लामो समयदेखि दाङमा वर्षमै कयौँ पटक परम्परागत व्यापारिक मेला र मनोरञ्जनात्मक महोत्सवहरू भइरहे। तर ती सबैभन्दा फरक र नितान्त रैथाने शैलीमा आजदेखि दाङको घोराइमा मह महोत्सव 2083 सुरु भएको छ। फेसन र आयातित सामानहरूको भिड हुने अन्य मेलाहरूको तुलनामा यो महोत्सव पूर्ण रूपमा प्राकृतिक र अर्ग्यानिक उत्पादनमा केन्द्रित छ। नेपाल मौरी पालक महासङ्घ दाङको आयोजनामा सुरु भएको यस 3 दिने महोत्सवमा स्थानीय स्तरमा उत्पादित शुद्ध अर्ग्यानिक मह, आधुनिक मौरी पालन सामग्री र रैथाने प्रविधिको विशेष प्रदर्शनी तथा बिक्री कक्षहरू राखिएका छन्। आज उद्घाटनको दिन घोराइ बजारमा निकालिएको प्रभात फेरीले महोत्सवमा थप रौनकता थपेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइको प्राविधिक सहयोगमा सञ्चालित यस महोत्सवमा उपभोक्ताले प्रत्यक्ष रूपमा शुद्ध मह मात्र पाउनु भएको छैन, विज्ञहरूबीच प्राकृतिक खेती र दिगो कृषिबारे महत्त्वपूर्ण अन्तर्क्रिया समेत हुनेछ। केवल मनोरञ्जनमा मात्र सीमित नभई स्वास्थ्य र नेपाली कृषकको समृद्धिलाई जोड्ने यो फरक उत्सव यही जेठ 15 गतेसम्म सञ्चालन हुनेछ।